शिक्षकहरूको तलब पहिले नै पठाइसकेको हुन्छ, एकमुष्ट रूपमा पठाइसकेको हुन्छ। अब यहाँबाट पठाएको तलब पनि अब स्थानीय सरकारले विभिन्न कारण देखाएर नखुवाउँदाखेरि उनीहरूलाई अन्याय भएको रहेछ। शिक्षकहरूको तलब पहिले नै पठाइसकेको हुन्छ, एकमुष्ट रूपमा पठाइसकेको हुन्छ। अब यहाँबाट पठाएको तलब पनि अब स्थानीय सरकारले विभिन्न कारण देखाएर नखुवाउँदाखेरि उनीहरूलाई अन्याय भएको रहेछ र यो कुराको छानबिन गर्नुपर्छ भनेर त्यसको लागि चाहिँ छानबिनकै अगाडि बढाएको छ। र अर्को कुरो हेडमास्टर भनेको चाहिँ के हो भन्दाखेरि एउटा विद्यालयको लागि विकासको लागि प्रमुख व्यक्ति हो। एउटा राम्रो हेडमास्टर भयो भने विद्यालयको चाहिँ समस्याहरू, विद्यालयको पठन पाठनहरू 50% सुध्रिन्छ। तर अब यो हेडमास्टर चयन गर्ने त्यसमा पनि राजनीतिकरण भएर योग्य व्यक्तिहरूले हेडमास्टर गर्न नपाउने अथवा अयोग्य व्यक्तिहरू चाहिँ हेडमास्टर बन्ने यस्तो किसिमको यो जथाभावी प्रक्रिया भएको देखेको हुनाले हेडमास्टरहरू छानबिन गर्नको लागि, छान्नको लागि अब त्यो स्थानीय स्तरलाई चाहिँ एउटा चाहिँ गाइडलाइन, एउटा कार्यविधि बनाएर त्यो पठाउने भन्ने छ र त्यो कार्यविधि चाहिँ अहिले चाहिँ यहाँ बन्दैछ। अनि अर्को कुरो यो उसको लागि पाठ्यक्रम चाहिँ यो धेरै पुरानो भयो भन्ने धेरै गुनासोहरू, अहिलेको हाम्रो पाठ्यक्रम समय सापेक्ष छैन, यसलाई चाहिँ सुधार गर्नुपर्छ भन्ने धेरै किसिमको चाहिँ उसहरू अनुरोधहरू आएको हुनाले हामीले चाहिँ पाठ्यक्रम विकास केन्द्रमा नै गएर अब पाठ्यक्रम कसरी बनाउने र कुन कुन पाठ्यक्रमहरू बनाउने भन्ने, कसरी बनाउने भन्ने कुराहरूको छलफल गरेर चाहिँ उनीहरूलाई काममा लगाइसकेको छ। खास गरी अब पाठ्यक्रमको विकासमा नैतिक शिक्षालाई राख्नुपर्ने भन्ने माग छ, पूर्व व्यावसायिक शिक्षा भन्ने राख्नुपर्ने भन्ने माग छ र हाम्रो विद्यार्थीहरूलाई चाहिँ इतिहासको बारेमा केही थाहा भएन, इतिहासका कुराहरू, संविधानका कुराहरू राख्ने भन्ने कुराहरू छ। यस्ता विभिन्न किसिमका जीवन विज्ञानका कुराहरू यसमा पनि पाठ्यक्रम बनाउनु पर्छ भन्ने कुराहरू छ। अब यो सबै कुराहरूलाई यो समेटेर कसरी पाठ्यक्रम बनाउन सकिन्छ भनेर चाहिँ त्यहाँ चाहिँ पाठ्यक्रम विकास केन्द्रका चाहिँ साथीहरूलाई चाहिँ यहाँ भनेको छ। र अब जति चाहिँ पाठ्यक्रममा खास गरी सामाजिक को पाठ्यक्रममा र त्यो अन्य पाठ्यक्रममा जति घुसाउन सकिन्छ त्यो कुराहरू, नयाँ कुराहरू राख्ने समय सापेक्ष अनुसार र गर्न नसकिने, त्यो पाठ्यक्रममा घुसाउन नसकिने कुराहरूलाई चाहिँ अतिरिक्त क्रियाकलापको लागि चाहिँ छुट्टै कार्यक्रम, छुट्टै चाहिँ एउटा गाइडलाइन बनाउने, कस्तो किसिमको अतिरिक्त कार्यकलापहरू गर्नुपर्छ भन्ने कुराहरू त्यो पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत राख्ने भन्ने हो। जस्तो उदाहरणको लागि अहिलेसम्म अतिरिक्त क्रियाकलापमा गर्ने भनेको के हो भन्दाखेरि खेलकुद गर्ने, नाचगान गर्ने, हाजिर जवाफ प्रतियोगिता गर्ने, निबन्ध प्रतियोगिता गर्ने, यस्तै यो दोहोरी गीत गाउने प्रतियोगिता गर्ने, यस्तै कुराहरू हुन्छ। अब त्यसमा चाहिँ अब अरू आवश्यक कुराहरू जस्तो अब जीवन विज्ञानका कुराहरू, योगका कुराहरूदेखि लिएर नै के अरे यो प्रकृति विपद आउँदाखेरि, यो प्रकृति विपदको भूकम्प आउँदाखेरि त्यस्ता कुराहरूको पनि अतिरिक्त क्रियाकलापमा त्यस्ता किसिमका ज्ञानहरू विद्यार्थीहरूलाई दिने भन्ने किसिमले त्यो अतिरिक्त क्रियाकलापको कार्यक्रमहरूलाई पनि थप गर्ने, अहिलेसम्म जति छ त्यसलाई चाहिँ अझै थप गर्ने भन्ने कुरो चाहिँ छ। अब यो छ। अब यो भयो यो विद्यालय स्तरको। र अर्को कुरा के छ त भन्दाखेरि हामीले यो विद्यालयहरूको शिक्षकहरूको सरुवाको बारेमा पनि धेरै कम्प्लेन आएको थियो र त्यसको लागि चाहिँ एउटा कार्यविधि रहेको छ र त्यो कार्यविधिमा चाहिँ यो सिनियर शिक्षकले मात्रै सरुवा पाउने, जुनियरले नपाउने भन्ने कुराहरू थियो। तर त्यसलाई चाहिँ यथावत राखेर त्यसमा केही कुराहरू जस्तो खास गरी सरुवामा के को कुरा हो भन्दाखेरि अपाङ्ग भएकाहरूलाई चाहिँ अलि सजिलो ठाउँमा पठाउन सकिन्छ कि बिरामीहरूलाई के कसरी त्यो स्थिति हेरेर
चाहिँ यो सरुवाको पनि कार्यविधिमा चाहिँ अलिकति त्यसलाई चाहिँ परिमार्जन गर्ने भन्ने कुराहरू चाहिँ त्यो विद्यालय स्तरमा भएको छ र